नमस्ते एभ्रिवान। आज फेरि नयाँ भिडियोमा तपाईलाई स्वागत गर्न चाहन्छु। आजको यस भिडियोमा हामीले अलि आफ्नो राम्रो कार्यलाई आफ्नो राम्रो बानीमा उतार्नको लागि तपाईलाई अलि थप मलाई पनि थप प्रेरणा मिल्छ भनेर म यस भिडियोलाई बनाउन गइरहेको छु। कृपया गरी अन्त्यसम्म हेरिदिनुहुन्छ भन्ने म विश्वास हुँदै यस भिडियोलाई अघि बढाउन चाहन्छु। हामीले कहिले पनि यो कुरा भन्दैनौं कि अब नुहाउनु पर्छ, खाना खानु पर्छ र ब्रस गर्नु पर्छ भनेर फाल्टै समय हामीले तोकेको हुँदैनौं। आज हुँदैन, अब यो समय भएन, अरे फाल्टै समय निकालेर गर्छु भनेर हामी यो भनेका हुँदैनौं। किनभने यो हाम्रो दैनिक जीवनमा एकदमै एसेन्शियल नेसेसरी कुराहरू हुन् र यिनीहरूलाई हामीले छोड्नु हुँदैन भनेर हामीले दैनिक जीवनमा हामीले लागू गरेका हुन्छौं। त्यसैगरी हामीले किन आफ्नो राम्रो कार्यलाई आफ्नो दैनिक जीवनमा लागू गरेका हुँदैनौं? आफ्नो किन राम्रो कार्यलाई आफ्नो बानीमा उतारेको हुँदैनौं? यदि हामी दैनिक जीवनमा उतार्यौं भने हामी एक दिन आफ्नो कामप्रति सफलता पाउनेछौं। यो विश्वको सबभन्दा धनी मान्छेसँग पनि 24 घण्टा छ र हामीसँग पनि 24 घण्टा छ र म अहिले आफ्नो समयलाई आफ्नो राम्रो कार्यलाई आफ्नो दैनिक बानी अथवा दैनिक जीवनमा उतार्दै अघि बढिरहेको छु जस्तो मलाई लाग्छ र म अहिले सक्दो प्रयास गरिरहेको छु। यदि तपाई पनि मसँगै सहयात्री बन्न चाहनुहुन्छ भने मसँगै साथ रहनुहोला र साथ दिन हुनको लागि तपाईले मलाई यस फेसबुक पेज मार्फत फलो गर्न सक्नुहुन्छ। हस्त धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा।